हेलो नमस्ते सबैलाई म आकाश सिमखडा अनि यो हो कमेडी विथ आकाश। फुर्सदको दिन अनि छुट्टीको दिन नयाँ भिडियो लिएर उपस्थित भइसकेको छ। च्यानललाई लाइक शेयर सब्सक्राइब गरी आफ्नो मनमा लागेको प्रतिक्रिया कमेन्ट बक्समा कमेन्ट गर्न भने नभुल्नुहोला। सदा चाहिँ आज पनि एक रमाइलो जोकको सङ्गालो लिएर उपस्थित भइसकेको छु। सबैजनाले लाइक शेयर सब्सक्राइब गरी साथ दिन भने नभुल्नुहोला। आउनुहोस् आजको भिडियो सुरु गरौँ। साला यो जिन्दगीमा यदि दुःख पाउँछ भने जो सच्चा छ, जो इमान्दार छ, जो सोझो छ, जो राम्रो छ त्यसले हो क्या। त्यस्तै एउटा राम्रो व्यक्ति थियो, ऐसा आरामले जिन्दगी बिताइरहेको थियो, हिँड्ने खाने पिउने ऐसा आराम रमाइलो, टेन्सन छैन, केही शान्तिले बसिरहेको थियो। ऊ त्यसै क्रममा एक दिन चाहिँ अफिस जाने क्रममा एउटा बाटामा महिला छटपटाइरहेको देख्यो। ऊ त शान्ति भला आदमी नम्र मान्छे थियो, सहयोग गर्नुपर्छ भन्ने भावना जाग्यो। हो सहयोग गर्छु भनेर ऊ टक्क लाएर त्यो उसलाई चाहिँ आफ्नो गाडीमा हालेर हस्पिटल लिएर गयो। हस्पिटल लिएर गएर चाहिँ डक्टरलाई भित्र अपरेसन गर्यो, के गर्यो, भित्र यसरी चेक जाँच गर्यो। बाहिर डक्टर निक्लेर भन्छ, ल बधाई छ, तपाईँ त बाउ बन्दै हुनुहुन्छ। त्यसपछि उसलाई टेन्सन सुरु भयो, किनभने ऊ त मान्छे नम्र थियो, भद्र थियो, सफा थियो। उसको सफा हेर्दाले त उसले त दुःख परेको मान्छेलाई सहयोग गरेको थियो। त्यसपछि गएर चाहिँ उसलाई टेन्सन सुरु भयो। अघिसम्म महिला छटपटाइरहेको थियो, अब त ऊ छटपटाउनु थाल्यो। त्यसपछि गएर चाहिँ गाउँ समाज सबैलाई बोलाएर, घर परिवार सबैलाई बोलाएर, यसको बाउ म होइन, यो बच्चाको बाउ होइन, मैले त यसरी सहयोग मात्र गरेँ हो भन्न थाल्यो। त्यसपछि चाहिँ ल डक्टरहरूको सल्लाह अनुसार चाहिँ डिएनए टेस्ट गर्ने भनेर डिएनए टेस्ट गर्यो। त्यसपछि डिएनए टेस्टको रिपोर्ट आएपछि केटो झन् टेन्सनमा पऱ्यो। डिएनए टेस्टको रिपोर्ट के आयो त भन्दाखेरि ऊ त बाउै बन्न नसक्ने रिपोर्ट आयो। त्यसपछि झन् टेन्सन भयो। भर्खर बिहे गरेको 5-7 साल मात्र भएको थियो हो। त्यसपछि सोच्दा त अनि घरको 2टा बच्चा। जोमा त्यो सबैको हुन्छ नि, बचपनमा चाहिँ एकदम लौडिया साथी भन्छ नि, सँगै खाएको, सँगै खेलेको, सँगै पढेको, या क्रम बक्रम सबै हुन्छ नि, कोठालो सँगै गएको। त्यस्तै 2टा साथीहरू चाहिँ एक आपसमा भेट भयो। त्यसपछि चाहिँ अर्को साथीको चाहिँ उसले कुरा सुनिया रहेछ क्या, अघिल्लो दिन चाहिँ खत्रै झाडा पऱ्यो भन्ने नि चाहिँ हल्ला सुनिया रहेछ। त्यसपछि त्यो हुन्छ नि जिज्ञासु तरिकाले आफ्नो साथीहरूलाई के भयो भन्ने टाइपको हुन्छ नि, त्यसरी चाहिँ उसले है कोसँग झाडा पऱ्यो, के भयो भन् त मलाई, मैले सुनेको थिएँ तेरो त झाडा पऱ्यो अरे। हुन त हिजो त धोब्बी कुटिस होला है, खुब रमाइलो आयो होला है, जिउ सिउ बनाएको थिइस्, जिउ गरेर 5-7 वर्ष बोक्यो अरे, कराते नि सिकिरहेको थिइस्, बडो रमाइलो भयो होला होइन, बडो धोब्बी हानिस् होला होइन भनेर भनेछ। त्यसपछि चाहिँ गएर चाहिँ अर्को साथीले चाहिँ एकदम हुन्छ नि निराश भावमा, साला 5 वर्ष लाएर सिकेको कराते र यो जिम व्यर्थै खेरेको, साला खातेले पारिबाटै ढुङ्गाले हानेर भाग्यो नि। अबे ओ दिवाली की फुलझडी। यो संसारमा चाहिँ हतारमा गल्ती गरेर फुर्सदमा पछुताउनेहरू चाहिँ धेरै हुन्छ क्या। त्यहाँमाथि यो सामाजिक सञ्जाल त झन् चलाउन जाने जोक, चलाउनै नजाने भने बिजोक। एउटा केटाको चाहिँ बिहेको फिक्स भयो, भोलिपल्ट उसको बिहे थियो। सबै कुरो छरछिमेक सबै बोलाइसकेको थियो, सरसामान सबै जुटाइसकेको थियो, सबै काम बिहाको तयारी गरेर बसेको थियो। अब भोलिपल्ट त बिहे हुँदैछ, जन्ती लिएर जाने तयारी हुँदै थियो। यता सबैजना मान्छे आफन्तहरू आइरहेको थिए, सबैजना भइरहेको थियो। त्यसपछि गएर चाहिँ हुनेवाला बुढीको चाहिँ म्यासेज आयो, सरी हजुरसँग मेरो बिहे नहुने भयो। त्यसपछि केटोलाई तनाव सुरु भयो, ऊ भोलिपल्ट बिहे हुनेछ, सरसामान सबै जुटाइसकेको छ, आफन्त सबैलाई खबर गरिसकेको छ। अब के कारण बिहे नहुने छ टेन्सनले एकदम थला परिराखेको थियो। ऊ टेन्सनले रोएर बसिरहेको थियो। उताबाट फेरि अर्को म्यासेज आयो, सरी मैले अर्कैलाई पठाएको म्यासेज हजुरलाई पो परेछ। केटो बेहोस। आजभोलिको त त्यस्तो हुँदैन, अझ पहिलाका ती विद्यमान भनाइहरू हुन्थ्यो नि, साला जिउै जुरुङ पार्ने, केही नगरे नि गरम लाग्ने हुन्थ्यो क्या। त्यो पहिलाका पुराना भनाइहरू हुन्थ्यो नि, त्यो हुन्छ नि बुढाहरूले भन्छ नि, कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको। अझ यो पढे लेखेको शिक्षकहरूले के नयाँ कोट लगाऊ पुरानो किताब किन, के अरे पुरानो कोट लगाऊ नयाँ किताब किन भन्ने टाइपको भनाइहरू हुन्छ नि। त्यस्तै मैले कतै सुनेको थिएँ कि एउटा त्यस्तै भनाइ, घाँटी हेरेर हात निल्नुपर्छ, हो त नि हो भनेर यसो आफ्नो रुममा फेरि ऐना नि नभएको
यसो पर्तिर हेरेको साथीलाई देखेँ के कारणले हो रिस उठिरहेको थियो यसो हेरेर यात्रा बनाएर राँको हड्डी निल्दिएको घाँटी मड्केर धन्दै मरिन हुँदैन त्यही भएर ओके सबैलाई धेरै धन्यवाद मेरो चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो च्यानललाई लाइक सेयर सब्सक्राइब गरी कमेन्ट गर्न भने नभुल्नु होला आगामी यस्तै भिडियोहरू चाहिँ म बनाउँदै जानेछु तपाईँहरूको हौसलाले नै अगाडि बढ्नलाई साथ दिँदैछ आजको लागि जोक यति नै भन्दै म ट्याक्कै चाहिँ एउटा मन्दिरमा आइपुगेको छु तपाईहरुले लाइक शेयर सब्स्क्राइब गर्नु होला गर्नु भएन भने भगवानले चाहिँ तपाईहरुलाई उ गरेर उ गर्छ त्यही भएर उ गरेर उ गर्नको लागि चाहिँ उ हुनेछ भन्दै तपाईहरुले उ गरेर उ गर्न चाहिँ नभुल्नु होला ओके बाइ बाइ फेरि भेटौँला I simply am not there.